ल यति बेला हाम्रो पिरामिड कन्स्ट्रक्सन हङकङबाट चौथो भाटी मेलाको लागि भनेर हाम्रो पिरामिड कन्स्ट्रक्सनको टिम आइसकेको छ है। गलकोट नगरपालिका पाण्डव खानीको टिममा रेशम छन्त्याल लाहुरे, चिरण खड्का, कुञ्जन साई ठकुरी र सुभाष कुँवर। ल हेर्नुहोस् है। र टिम कोचमा आदरणीय हाम्रो सुरेन्द्र केसी दाई हुनुहुन्छ है। दाई ठिक छ के दाई होइन? ल ल दाई हुनुहुन्छ यता रेशमजी, अनि यता हाम्रो इन्द्रजी, त्यसै गरी चिरणजी होइन, हाम्रो सुभाष भाइ, कुञ्जन सबै आइसक्नु भएको छ उहाँहरू है। सन्तोष। त्यही भएर सबैजनाले चाहिँ अब लाइभ हेर्नु पर्यो है। उहाँहरू आइसकेको अवस्था छ। यसपालि यो चौथो भाटी मेलामा अत्यन्तै राम्रो टिम परेको छ साथीहरू। सबैजना लाइभमा जोडिनु होला है। लाइभ सुरु भइसकेको छ है। खेलकुद नेपालमा जोडिनु होला सबैजना। ल र नमस्ते मालिका होटेलदेखि 3 भारतीय राष्ट्रिय भलिबल खेलाडीहरू पनि आउँदै हुनुहुन्छ। रायमाई 3 स्टारमा NBA मा अहिले यसपालि अर्घाखाँचीबाट खेलिसकेका सुरज चौधरी उहाँ चाहिँ रायमाई 3 स्टारबाट आउने कुरो छ है साथीहरू। ल उमेश सेन्चुरीको सेट टिममा है। अनि गण्डईको सेट टिममा गुन्दाराको टिममा गण्डईको टिम आएको छ। एकदमै राम्रो राम्रो खेलाडीहरू र नरठाँटी गलकोटको पनि टिम रहेको छ। त्यो भएको हुँदा हजुरहरूले लाइभ भने नछुटाइकन हेर्नु होला है। युट्युबमा गएर टक्क खेलकुद नेपालमा च्याप्प हेर्नुहोस् है साथीहरू। ल ल